साथीहरु तपाईहरुलाई स्वागत छ मेरो मिनी भ्लगमा। हामी चाहिँ आज यहाँ आएको छौँ यो थानकोटको त्रिभुवन पार्कमा है। पछाडि देख्नु सक्नुहुन्छ त्रिभुवन राजाको चाहिँ मूर्ति रहेछ यहाँ त्रिभुवन राजाको मूर्ति रहेछ है शालिक। हामी चाहिँ साथीहरुसँग यहाँ घुमेर अब रुम फर्किन लागेको। यस्तो छ पर साथीहरु चाहिँ यता जाँदैछ, हामी चाहिँ अब फर्केको। बब्बाल रहेछ है ठाउँ चाहिँ। काठमाडौँबाट 13 किलोमिटर, 13 देखि 14-15 किलोमिटर कति बब्बाल रहेछ। हामी चाहिँ यहाँ एपेक्स ट्रेनिङको एसी फ्रिज ट्रेनिङ गर्ने साथीहरुसँग मिलेर आएको। हामी सबै ट्रेनर, हामी हाम्रो एकजना सर हुनुहुन्छ, सरसँग गरेर हामी 11 जना छौँ। हाम्रो टिम चाहिँ अब चाहिँ पार्क फर्केर सक्यो। डोली हाई भनिदिउँ न सबैजनाले त्यहाँ। हेलो ल ह्याप्पी के अरे ह्याप्पी होली ह्याप्पी होली अरे ह्याप्पी होली छैन हैन। टिकटक लाइभमा भेटौँ ल। म खान्छु पुरी र तरकारी भने जस्तो हैन। दामी रहेछ नि यो। आहा यो पार्क यस्तो बवाल छ यो पार्क चाहिँ। तपाईहरु घुम्न आउन सक्नुहुन्छ। अनि विशेष गरी पिकनिकको लागि आउनेहरूलाई चाहिँ धेरै राम्रो छ है, धेरै राम्रो छ। यहाँ चाहिँ पानी पर्दाखेरि पनि सुविधा छ, पानी पर्दाखेरि पनि ओट लगाएर बस्ने सुविधा सहित छ। खाना पकाउनदेखि लिएर भाँडामा पाइँदो रहेछ, डेकहरू पनि भाँडामा पाउँछ है। अनि भाँडाकुँडाहरू पनि सब भाँडामा पाउँछ। यहाँ चराको घर रहेछ, यहाँ चराको घर। हामी चाहिँ उता घुमेर आएको, अब चाहिँ फर्केको। ल यहाँ गौतम बुद्धको मूर्ति पनि रहेछ। अब हामी फर्केको है त। कस्तो आउँदो रहेछ यहाँ मूर्ति, यस्तो मूर्ति यहाँ दामी आउँदो रहेछ। हामी चाहिँ अब साथीहरु फाइनली फर्केको। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ थानकोट त्रिभुवन पार्क। यहाँलाई धन्यवाद व्यक्त गर्दछु। चार्ज गर्ने ठाउँहरू पनि छ है, मोबाइल चार्ज गर्ने। तपाईहरुले चार्जर ल्याउनु भयो भने समस्या हुँदैन तपाईहरुलाई है त। अब हामी चाहिँ फाइनली बाहिर निस्केको है साथीहरु। यो चाहिँ मिनी ब्लग हाम्रो ग्याङहरु चाहिँ यता हुनुहुन्छ है त। ल सबजनालाई बाई बाई, ह्याप्पी तीज है। यता फुलहरू पनि दामी रहेछ, गार्डन यता। ल आजको लागि चाहिँ यही भिडियो। बाई बाई।